साथी यो चाहिँ भिडियो किन बनाएको भने नि आज चाहिँ पुरा पानी परेर होइन घरमा केही सामान पनि सकिसकेको थियो। फेरि नानी छ बामे सर्ने भ्याउँदिनँ हो। अन्त आलु थियो घरमा, के बनाऊँ भन्दा चाहिँ आलु उसिनेर आलुको कोफ्ता मन्चुरियन बनाएँ हो। अन्त यो पालकको ग्रेभीमा अब डिप गरेर सजिलो एकैछिनमा हुन्छ क्या, बुझ्नुभयो। अब अहिले म एकछिनमा देखाउँछु ल यो सब रेडी भएर। अन्त यो पालकको ग्रेभी पाकिसक्नु आँट्दा चाहिँ यो बटर क्या, बटर छ भने बटर लाउनुहोस् नभए घिउ लाउँदा पनि हुन्छ, बुझ्नुभयो। यसले चाहिँ टेस्ट अलिक दामी गराइदिन्छ क्या, बुझ्नुभयो। अन्त यो लसुन फ्राई गरेर राखिरहेको छु अलिकति मात्रै, किन मैले कम्ती पकाएको हो। फ्राई गरेर राखिरहेको छु, यो चाहिँ लास्टमा हाल्छु, म अहिले देखाउँछु नि तपाईँलाई ल। साथीहरू मैले यो कोफ्ता छ नि, यो के को आलुको कोफ्ता, आलु र अन्डाको कोफ्ता के रेडी भयो हो। हो डिप गरिसकेँ हो। अन्त अब यो माथि चाहिँ के गर्नुपर्छ भने अघिको क्या अघिको लसुन यसरी हालिदिनुपर्छ हो, हालिदिनुपर्छ। त्यहाँदेखि माथिबाट डिप गरिसक्यो यसरी अघि हालिसकेको दही पनि मैले कि यो चाहिँ माथिबाट प्रेसिङ गरिदिएको हो। हेर्नुहोस् दामी हुन्छ खानु चाहिँ अब।